नमस्ते। सानो बच्चाहरूलाई रुगाखोकी लाग्दाखेरि उनीहरूलाई हामीले बाफ लगाउनको लागि सल्लाह दियौँ भने प्यारेन्ट्सहरूले भन्नुहुन्छ बाफ लगायो भने त सधैँ यसको बानी पर्छ रे, त्यही भएर बाफ लगाउनै मान्नुहुन्न। बच्चाहरूको साधारण इन्फेक्सन एलर्जीहरूले पनि ब्रोङ्कोस्प्याजम गराइदिने, उनीहरूको सासको नलीलाई खुम्चाइदिने हुन्छ। त्यस्तो सासको नली खुम्चेकोलाई खुलाउनको लागि बाफबाट औषधि दियौँ भने त्यो बाफको औषधि सिधै फोक्सोमा जाने, एकदमै कम डोजमा पनि पर्याप्त काम गर्ने र बच्चालाई पनि तुरुन्त सजिलो हुने गर्छ। खाने औषधिहरू बच्चाको पेटमा जानु पर्यो, एब्जर्ब हुनु पर्यो, औषधि हेरिकन त्यो लिभरमा किडनीमा मेटाबोलाइज भएर त्यसले अरू अर्ग्यानहरूमा पनि नकारात्मक असरहरू गर्ने जोखिम हुन्छ जुन बाफको औषधिमा हुँदैन। केही बच्चाहरूलाई हरेक पटक रुगाखोकी, हरेक पटक एलर्जीहरू हुँदाखेरि घ्यार भइहाल्ने, छाती खराब भइहाल्ने, बाफ लगाउनु पर्ने हुने खालको हुन्छन्। त्यो भनेको बाफको बानी परेको होइन कि उनीहरूको शरीरको बनोटै त्यस्तै भएको भएर हो। र धेरै जसो सानो उमेरमा बाफ लगाउनु पर्ने भएको बच्चाहरू पनि उनीहरू बढ्दै जाँदाखेरि उनीहरूको शरीरले त्यो दम एलर्जीहरूलाई जित्दै जान्छ र बच्चा 5-6 वर्षको उमेरको त्योभन्दा माथिको हुँदै गएपछि यो पनि आफै ठिक हुँदै जान्छ। त्यसैले बाफको बच्चालाई कुनै पनि तरिकाले बानी पर्दैन। तपाईँले बरु खाने औषधि भन्दा बाफबाट दिने औषधिहरू धेरै हदसम्म सुरक्षित हुन्छ र यदि डाक्टरले छातीको जाँच गराएर कुनै बाफको औषधिहरू लगाउनलाई भन्नुभएको छ भने त्यो लगाउने नै बच्चाको लागि बढी उपयुक्त हुन्छ।